हेलो गाइस, सभी से पहले मेरे प्यार भरा नमस्कार। मैं दीपक रेस्टोरेंट में चल चुका हूँ। मैं जा रहा हूँ दीपक रेस्टोरेंट में। दीपक रेस्टोरेंट का ये माहौल है, ये माहौल है दीपक रेस्टोरेंट। दीपक रेस्टोरेंट का माहौल ये है, यहाँ पे बहुत अच्छा खाना भी मिल्छ, सबै चीज़ मिल्छ है। यहाँबाट सबै चिजको सेवा छ, सेवा छ, सेवा छ, सेवा छ। अनि गएर हजुरलाई स्वागत छ। यो दीपक रेस्टुरेन्टको पोस्टमा उभिएको छु म अहिले। ब्याक साइडमा उभिएको छु, दीपक रेस्टुरेन्टको ब्याक साइडमा छु। यो दीपक रेस्टुरेन्टको विसिटिङ काउन्टर हो। त्यसपछि गएर म अब यहाँ जाँदैछु पार्किङमा। पार्किङमा हेर्नुहोस्, पार्किङ कस्तो छ भनेको छ हेर्नुहोस्। यो पार्किङ धेरै राम्रो छ। यहाँ आउनुहोस्, यहाँ आउँदै गर्नु होला। कोही पनि आउँदाखेरि पार्किङमा आउनु होला। यो धेरै राम्रो पार्किङ छ। अनि पार्किङमा धेरै चिज मिल्छ। यो हेर्नुहोस्, बस्नको लागि बनिरहेको छ है। यसमा हजुरहरूलाई केही चिजको टेन्सन हुँदैन। हजुरहरूलाई सबै चिज मिलेको हुन्छ। यो एक एक पलको बनेको छ। अनि गएर म पनि आइसकेको छु यहाँ आएर म पनि बसिरहेको छु। र हेर्न सक्नुहुन्छ, सबै दर्शकहरूले हेर्न सक्नुहुन्छ यो कस्तो पार्किङ छ। हेर्नुहोस्, यो पार्किङलाई यहाँ आउँदाखेरि कहिल्यै पनि यहाँ हरेक चिजको केही चिजको कमी हुँदैन। यो चिज भनेको दाइले बनाएको हरेक चिज छ। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई स्वागत छ। सबैलाई स्वागत छ यहाँ आउनुलाई। आउनु होला। यो दीपक रेस्टुरेन्ट हो। दीपक रेस्टुरेन्टको म अहिले पार्किङमा बसेको छु। हरेक चिजको सुविधा छ यहाँ, केही चिजको कमी छैन। अनि गएर हजुरको फुलबारी देख्न सक्नुहुन्छ। अनि गएर यो पार्किङ सब देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् कस्तो राम्रो बनेको छ है। यहाँ आउनलाई हजुरहरूलाई हमेसा स्वागत छ। दीपक रेस्टुरेन्ट, त्यो सम्मोबारी दीपक रेस्टुरेन्ट। ल हेर्नु, पुरा पहाड पनि देख्न सक्नुहुन्छ हजुरले। यो धेरै राम्रो ठाउँ छ है। म त आइसकेँ, हजुरहरू पनि आइदिनु होला भन्ने मेरो स्वागत गर्दछु म। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ यति राम्रो ठाउँ छ। पहाडले घेरेको ठाउँ। अनि गएर हिमाल पनि यहाँदेखि देख्न सक्नुहुन्छ हजुरले। हिमाल पनि देख्न सक्नुहुन्छ। अनि गएर राम्रो खाना पनि मिल्छ। म पनि आइसकेको छु, हजुरहरू पनि आइदिनु होला भन्ने मेरो स्वागत गर्दछु म। हजुरहरूलाई धन्यवाद छ। ल हेर्नुहोस् है। हस् त, धन्यवाद।